मैले अन्डा र दही लगाइदिएको छु। अब तपाईको कपाल बाक्लो चम्किलो र बलियो हुन्छ। ल तपाईको उमेर अब 2 वर्ष घट्ने भयो। एक पटक मेहन्दी लाउँदा 2 वर्ष उमेर घट्छ भनेपछि 14 पटक लायो भने म त आमाको पेटमै पुग्ने रहेछु नि। यस्तो करले त जारी त के घु पनि जाँदैन। चोक्ने राख चोक। तिमीहरुको छोरी चेलीले 5 वर्ष खिचेको पनि चोक। गर्ने ल गर्नु जा। 5 वर्षसम्म हाम्रो चेलीले खाएको हामी तिर्छौँ। तर तिमीहरूले पनि 5 वर्षसम्म यो गरेको हाम्रो चेलीले छाप। हेलो अनि नमस्ते सम्पूर्णलाई। आज चाहिँ हामी दया ह्याङ राईको थग लाइफ भिडियो चाहिँ रियाक्ट गर्न आएका छौँ। अनि हामी चाहिँ खानेकुरा खाँदै रियाक्ट गर्छौँ। हामीसँग चाहिँ छ स्विट पोट्याटो एन्ड टेन्डर स्टिम ब्रोकाउली। त्यसपछि हामीसँग यो छ मेडिटेरियन स्टाइल रेनबो भेजिटेबल एन्ड स्पाइसी फिस। भिडियो स्टार्ट गरौँ है त। ओके। हेलो गरौँ त के आवासी भयो मङ्गलसिंह। स्याटो न भैँसी आउँछ न मान्छे। अब यस्तो मागामा हार गुहार गरेर नमिल्ने आफै बोल गर है दाजु। कहाँबाट गए? हैन पाडीले राणो खोजेर नि त। अन्त अब त गोठ बसेको मान्छे राणा खोजेको एकताल जाँचे राखेर केटो गरेर बस्छ जस्तो बाटो। किरा फटङ्गा गफ सुनेको थोरै पानी पिउन मिल्छ होला इफ यु डोन्ट माइन्ड। देन आए कमली तेरो पानी यता कतै बाइक बनाउने ग्यारेज छैन? आफै मिस्त्री जस्तो चाहिँ किन चाया लाग्यो कसम सुबेदारले झन्डै मारो यार। दिन बलियो रहेछ र बाँचे। दिन गर्दन बलियो थियो र बाचिस भन्न ल पर्नु त पहिले मनै मिल्नु पर्यो। बिसोड हुनाले चाहिँ कुरै नमिलेर घन्टा कुरा नमिलेर हुन्छ के अरे। यहाँ मान्छे छोरा जातको कारणले बिछोड भइरहेछ देख्दैन। बिसोड हुनु त पहिले ल पर्नु पर्यो नि। म यहाँ झुन्डेर मऱ्यो भनेदेखि नानुमा यहाँ रुखको फेदमा आएर बेसमारी हुन्छ होला है। अरू त थाहा छैन। तेरो बाउ जुठे त्यहाँ आएर बेसी सेट्नु हुँदो। एकचोटि झुनेर हेर्नु न त को आएर गुन्द्रो चाहिँ हेर्छु। आखिर गऱ्यौ होइन त घात, दियौ होइन त धोका। प्रेममा सबैको आँखा अन्ध हुन्छ। सङ्गत त कतिले भेटे स्माइल पाइयो। खुब सुहाएको छ। तिम्रै छिमेकी हो फकाएर आयो नि। पछि ससुराली जाँदा पुच्छर हलाउँदै स्वागत गरेर पर्सीको स्वाद मात्रै विचार्छस् कि केही लम गर्छस्? मैले चाहेँ भने ठुल्ठुलो अन्तर्राष्ट्रिय कम्पनीले तुरुन्तै जाइहाल्छ। त्यो सिजी ग्रुप सुनेको छौ? चाउचाउ बनाउँछ। त्यसले मलाई मासिक 4 लाखको अफर गराएको थियो। तैँले किन खाएको? चौधरी आफै धन, धनीमाथि धनी के बनाउनु। पहिले त्यो रुद्रेको छोरीले बिहा त देऊ। कसै छोरी? रुद्र प्रसाद भयो। नजात मिल्छ न थर। त्यो रुद्रले छाला मात्रै काट्छ। मन मोलेपछि न जात न थाहा भगाउने हो। तँसँग भएन ल खुट्टा तन्काउँदै। यो नम्बर सेभ नगर्ने माने सधैँ धोका खान्छ। एउटा आइफोन नकिन्ने भयो। हामी एकदम खुसी छौँ। तर तिमी जस्तो मान्छे गाउँमै बसेर गाउँले सबैलाई शिक्षित बनाउनु पर्यो भनेको के? ल स्तर मिल्दैन के भाइ, बुझ न। अब तेरो आँगनमा आएर मेसीले फुटबल खेल्ला। मैले अन्डा र दही लगाइदिएको छु। अब तपाईको कपाल बाक्लो चम्किलो र बलियो हुन्छ। ल
तपाईँको उमेर अब 2 वर्ष घट्ने भयो। एक पटक मेहन्दी लाउँदा 2 वर्ष उमेर घट्छ भनेपछि 14 पटक लायो भने म त आमाको पेटमै पुगेर छु नि। यो बाहेक मेरो घरको भैँसीले वर्षैपछि ब्याउने चिज भइदिएको भए ल ठिक छ, भाइलाई गिफ्ट नै दिन्थे। तर भैँसीले बाइक ब्याउँदैन। मैले पनि 2-4 पैसा नाफा हुन्छ भनेर तिमीलाई बेचेको हो नि, होइन र भाइ? भन त। केडो हो भाइ? ल भन्नुहोस् त कति महिनाको किस्ता तिर्न बाँकी छ तपाईँले? त्यही 2 महिना जति होला। झुटो नबोल है भाइ, पुरा 4 महिना भइसक्यो। लौ दिनदिएको पत्तै नहुने है फेरि। दिनेको पत्तै नहुने है। ठिक नहोला है भाइ तिमी फेरि। मान्छेले कस्तो तनाव भइसक्यो त चाहिँ झुफ लाएर बस। ए हो र तनावमा पो हो। पहिले थाहा भयो त जिउ सुकाएर बस्थे नि। अङ्कल नरिसाउनुहोस् है, तर म उहाँसँग चाहिँ बिहे गर्दिनँ। मलाई शङ्का त लाग्यो थियो, तँ जस्तो दुम्सीलाई त्यस्तो कल्कलाउँदो केटीले मन पराउँदैन भनेर। मन पराउँछ पराउँदैन भनेर सोध्ने होइन नि त, पेलेर जाने हो। पेलिस तैँले जा तोरी पेल। अनि बिहा चाहिँ कहिले गर्नु मसँग? बिहे त तिमीलाई भन्दा मलाई हतार छ नि, तर के गर्नु, घरमा बाबुले नि भनिरहेछ। के रे टार्ने कुरा गरेको? ल विश्वास लागेन, जान लागेर कसम? कसम। कहाँ लागेर हुन्छ, हामी गाउँले भोज खानु परेन। तपाईँको सोल्टिनी छ नि, त्यसको त खच्चरसँग चक्कर चलिरहेको छ। सानोहरूले दारू बाँधिसकेको छ। धाएको नै थाम्छ होला। बाख्ने यत्रो दामले बाँध्दा त थाम्दैन। मेरो रिस खुट्टाको पैतालाबाट टाउकोमा पुगिसक्यो कि मलाई पक्रे के छ बाबा? नत्र आज यसको दिन सिद्धियो। आएन डर लाग्यो, आएन बाक्सेस कहाँ गोले? देउताले हात पो बाँधेको त, खुट्टा त होइन नि। खै त जगी त दे त। पहिला बोल्दिनँ अनि जग्दिन्छु। ल कस्तो छोरा जन्मायो बाँदर जस्तो। मैले यसले जन्माएको होइन क्या अरे। गाउँमा हलो सलो जोतेर बढी सडी त होला। एउटा कुरा चाहिँ गाउँमा सबैले हलो जोत्छ भने छैन, सिधा कुरा चाहिँ मैले जोतेको। नानीको नाम चाहिँ के? रिया। कति राम्रो नाम? म चाहिँ अर्को नाम। यसले मेरो पनि पैसा दिन्छ, मलाई पनि दिन्छ। काम सुरु। भन्ने बित्तिकै मुडाउनु परेन? कहाँ हेरेन यसको? कहाँका साहित्यकारहरू थियो मुड आउनु पर्ने, जान काम सुरु गर। घर ज्वाइँ बस्ने हो भने म छोरी आउन तयार छु, नत्र भने कुरा मिल्दैन। घर जाने सोख छ अन्त जोगी लिएर पाले भयो। यस्तो करले त जारी त के घु पनि जाँदैन। तिमीहरूको छोरी चेलीले 5 वर्ष खिचेको पनि गर्ने ल गर्नु जा। 5 वर्षसम्म हाम्रो चेलीले खाएको हामी तिर्छौँ, तर तिमीहरूले पनि 5 वर्षसम्म यो गरेको हाम्रो चेलीले खाएको। अति नै हो यो त। बिहा
बिहान बिहान पुको बोकेर कता हिँडेको जासुकै जाऊ तँलाई के मतलब हाम्रो पनि जाने ठाउँ छ अनि जाने ठाउँ छ भन्दैमा जतिखेर पायो उतिखेर जुरुक्क उठेर हिँडेर हुन्छ माछा मारु खोलातिर जान्छ के हेरेको घर हेरेको म हिमालजी तपाईँ जस्तो इमान्दार मान्छे आर्मीमा छानिएको भए धेरै राम्रो हुन्थ्यो आर्मीमा भर्तीलाई भएको सब कुरा फिक्स छ नाक कान आँखा दाँत कपाल ढाड पैताला छाती हाइट वेट बोली सब कुरा राम्रो छ तर एउटा समस्या छ भाइ तपाईको त्यो एउटा ठुलो एउटा सानो छ सरी इन्ट्रेस्ट भएन भन्नु अनि दसैँ नि भए पनि यति बिहानै त नगरेको भए हुन्थ्यो के मैले फुल दिन्छु भनेको त उल्टे उल्टे दिएर पोथीले नै दिने हो भाइ फुल के हो दाजु गल्ती नै गरेर छैन भन्छ चाहिँ गल्ती नगरे माफी माग्छ ठोक्न के भयो घामले लखटी कहिले कुट्यो ब्यागहरू चाहिँ कहिले देखिस् यस्तो हात चाहिँ कतिसरी चलाउँछ ब्यागहरू चाहिँ कहिले देखिस् तँ जस्तोले केटा पनि पाउनु पऱ्यो नि यामा तिम्रो दिमाग त ठिक छ यो बाजेको पछि लगाएर कोही नपाएर म त्यो औँसीसँग बिहा चुप लाग्नु हेर त त्यो त केही कुरो चिन्ता नगर के अरे मैले सबै कुरो हेरेर विचारेर तिमीहरूको कुरा मिलाएको छु मैले नि सबै कुरो हेरेर विचारेर कुरो मिलाएको छु केही कुरो मिलेस् के अरे तिम्रो छोरीसँग बिहा तरुनीको काखमा पल्टेर चौताराको हावा खाँदा त शरीर पुगिँदो रहेछ त नि अहिले स्वर्ग लाग्यो तँलाई स्वर्ग देखेको दिनमा के होला छोड दो एक्समा अगर चाहिन्छ लु अब यसको उ गरौँ अपरेसन अडिसन हो ए आते सुरुमा अपरेसन चाहिँ What is the importance of English education for Nepalese in today's society? Why is Nepal called a big potato between two big stones? How many years to make Nepal Singapore? Nothing in the world is more dangerous than ignorance, craziness, and stupidity. Ignorant can be educated, crazy can be meditated, but there is no solution for stupid people. Bloody idiots. Bloody idiot. That's right. लु पास सेफ्टी छैन आज ढिँडो खाने हो क्वेसन नि घरमा धानको भात खान त दसैँ आउनुपर्छ हेलिकप्टर लिएर कता राखिस् परारतिर आउँदा त हेलिकप्टर लिएर आउँछु भन्थे ब्याट पड्किरहेछ त म त चिम्दै रहेछस् जिन्दैछु तिम्रो मायाको आइ नै बलियो छ अब आइन्दा तैँले मेरो कार्यक्रम सञ्चालन गर्ने होइन बुझिस् किन र बुवा मेरो बुवा किन भनिरहे तपाईँ मेरो बुवा त भने होइन र गाउँले सबलाई थाहा छ तैँले त्यहाँ भन्न जरुरी छ के जस्तो छ यहाँ मान्छेले कसो गरेर के भने टेन्सन भएको छ तिमीलाई कार्तिक चलिरहेछ मेरो चाहिँ होला के झोला मेरो होइन दिने चाहिँ कसले हो के होइन हिजो म बोकेर ल्याएको थिएँ त्यही त पैसा दिने चाहिँ कसले हो भनेको के बिहान बिहानै कहीँ नभएको यसको वैश्य अझै पनि समय छ तिमीहरू शुद्र धर्म गर
घरमा घरमा डाँडा चामल हाल्ने भाँडा यही भाँडा त गाँडो भएर चाहिँ धर्म प्रयास होइन तपाईँलाई एक दिन यो बोकाको खराब लाग्छ मिल्छ आजको हाम्रो थक लाइफ रियाक्सन भिडियो चाहिँ यति नै रहेको छ। आई होप हजुरहरूले भिडियो हेरेर इन्जोय गर्नुभयो होला। यदि तपाईँहरूलाई हाम्रो भिडियो मन परेको छ भने सब्सक्राइब पनि गरिदिनु होला भन्दै आजको लागि छुट्टिन्छौँ हामी। बाई बाई, सी यू नेक्स्ट टाइम।